गुड मर्निङ सबैलाई। इट्स 5:30 AM अनि लगभग 1.5 वर्षपछि चाहिँ मैले भ्लग बनाउँदैछु, किनभने आज हामी जाँदैछौँ कर्फु डाँडा साथीहरूसँग कलेजको। अब बस चाहिँ 8 बजेको छ अरे, साथीहरूले जिपमा नजाने भने बसमा जाने भनेको नि, त्यही भएर चाहिँ अब हामी निस्किनु पर्ने हुन्छ, नत्र चाहिँ बस प्याक हुन्छ अरे। फोन गरेर पनि सोधेको उता बस लाग्ने भनेको चाहिँ अब उता गाउँ खोलाकोबाट हो, त्यही भएर अब लेट्स गो। ल अब चाहिँ हामी जानुपर्ने हुन्छ है, यहाँ साथी लिन आइसकेछन्। अब त्यसपछि अब हामी चाहिँ कमलको घरसम्म चाहिँ साधनमा जाने, त्यसपछि चाहिँ अनि उता गएर चाहिँ लेट्स गो, स्टार्ट अफ अ कर्फु डाँडा ट्रिप। लास्ट चिसो छ है, लास्ट चिसो छ हजुर। भोलि त आइन्छ नि है, भोलि त आइन्छ। एक दिनको हो नि, कहाँ धेरै दिन बसेर जानै सकिन्न नि यार। वी आर इन द कमल हाउस है। अब यहाँबाट चाहिँ अब बसमा जाने होला। यहाँ चाहिँ सामानहरू अब लिएर जाने कार्यक्रम छ। त्यो म हाल्ने हो, त्यो म हाल्ने हो। आएर आउँदा रहेछ। अब हामी चाहिँ गाउँ खोला जान लाग्यो सबै मिलेर है। कमलको घरमा छौँ हामी चाहिँ, ठ्याक्कै बस पनि आयो अरे। खै बस कहाँ आयो भनेको बस, खै अब चाहिँ ल बस आयो, ल जाम 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 बस आयो। हामी चाहिँ बसबाट झऱ्यौँ, महेन्द्रपुर आइयो है। अब हामी चाहिँ अब यहाँबाट चाहिँ अब गाउँ खोलाको बस लाग्छ होइन, त्यहाँ ठ्याक्कै सैनिकको त्यो हस्पिटलबाट होइन, अनि त्यहाँबाट चाहिँ अनि अब हामी चाहिँ सिधै गाउँ खोला। मोटीहरू कहाँ गएर बस्यो, मोटीलाई यहीँ बस भनेको मैले मोटे मोटु यता हेर न मोटु, किन मोटु भने कि बाबु भ्लगमा जान्छ अरे भने मलाई के मतलब। हाम्रो मेन मुड फ्रेस गर्ने भनेको पनि हाम्रो डान्सर पनि यही हो, हिँड्न नसक्ने पनि यही हो, यसले गर्दा ढिलो हुन्छ। थाहा छैन होइन, उस्तै भएर हामी नै फ्याफा हुने होला। बस एउटा पनि छैन, गाह्रो छ, बसै छैन रहेछ। साथीहरू आएर बसिसकेको रहेछन् है, बसै छैन। कति बेर भयो कुरेको? 20-25 मिनट त्यत्रो भइसक्यो। बसै नआउने रहेछ क्या भन्छ त आज। हजुर बस आइदिनु अन्त ल्याङ हुन्छ त। दुईटा गाडी गइसक्यो त अघि, दुईटा गाडी गइसक्यो। ए त्यहाँ हाम्रो कुर्दै बसेर हो न, तिम्रो त हामीलाई नकुरिने यिनीहरू त गएको भएन नि है। दुईटा बस गइसक्यो रहेछ। फाइनल्ली बसमा चढियो हामी, अब चाहिँ गाउँ खोलासम्म बसमा जाने, त्यसपछि अनि त्यहाँ त बस कुदिरहेको छ हामीलाई। त्यहाँ पनि मान्छेलाई भनिसक्यो होइन, पाण्डे पनि भेटेको छौँ। गाउँ खोला आइयो हामी है। अब हामी चाहिँ बस चढ्ने, त्यसपछि चाहिँ जाने। ल हामीले चाहिँ यहाँ सिट पाइयो बसमा, खाली रहेछ बस चाहिँ है। अब चाहिँ छिटै आइसकेको। हेलो हेलो गर्छौ, भ्लग हो। युट्युबमा आउँछ तिमी, युट्युबमा गएर हेर है, म अहिले च्यानल दिन्छु तिमीलाई, सबैको चलाउँ। इमेजिन 6700 हेर, इमेजिन 67। पर्सि आउँछ भ्लग, पर्सि सन्डे गरे हेर है। भेटिन्छ इमेजिन 6700 हान्यो भने त।
हेलो 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 चल आवाजै बल्ल हामी कम्प्लिट भयो 10 जना भयो है त्यसपछि अब ल चिया खान जाम ल चिया खान जाम जाऊ झोलाभित्र राख अनि त्यसपछि खाली छ झोलाहरू त्यसपछि अब चिया खान जाम 8 बजे गाडी पनि हिँडेको अवस्थामा छ है गाडी पनि हिँड्यो ठ्याक्कै बाहिर अहिले यो चिसोले गर्दाखेरि यो ऐनै देखियो होइन अहिले पछि बसेपछि भ्यू देखिने छ होइन भ्यू देखिने हो अझै के देखियो होइन त ल अब जाने ल बस चाहिँ अब हामी जाँदैछौँ गीतले पनि भाइस दिइरहेको छ यहाँ होइन तर कपिराइट लाउँछ यार गीतले त यार तर नि भिड चाहिँ डेन्जर छ है जस मान्छे टन्नै छ नि यहाँ मान्छेहरू टन्नै छ नि मिठो घाम लाउन चाहिँ है यहाँ चाहिँ यो डोजरले चाहिँ यहाँ बाटो मिलाउनु है गाडी फसेर अब यो पालि चाहिँ जान्छ होला माथि डोजरले मिलाएपछि चाहिँ चल्ला नि है नत्र त यहाँ गाडी 2-3 चोटि फस्यो चाहिँ त्यहाँबाट डोरी बाँधेर पानी खाइ जान्छ क्या चाहिँ योपालि गयो गयो ल तानपिङ आइयो अब चाहिँ खाना खानु पऱ्यो गेस्ट हाउसमा गएर अनि त्यसपछि चाहिँ अहिले उहाँ गएर माथि गएर हाल्ने ल होइन केटाहरू सबै छ नै गेस्ट हाउस जानु पऱ्यो अनि त्यसपछि चाहिँ अनि खाना खाएर अनि त्यसपछि कर्फुतिर लाग्नु पर्ने हुन्छ खाना आइसक्यो है खाना खाएर चाहिँ अब जानुपर्ने हुन्छ त्यही भएर सबै खाना खान लान खाना खाएर चाहिँ जानुपर्ने हुन्छ त्यही भएर चाहिँ ल लागियो कफी डाँडातिर लागियो खाना खाइयो अब बिस्तारै बिस्तारै हल्लिँदै हल्लिँदै सक्छु भनेको मान्छेको हालत 10 मिनट हिँड्न पाएन नि यस्तै लौड लिएर हिँड्नुपर्ने अवस्था आइसक्यो अरू भने झ्यामझाम हिँड्छन् यसले डुबाउला जस्तो छ यहीँ कतिको फ्याँफ्या हुन्छ थाहा छैन यो 5 घन्टा होइन 10 घन्टा लाउला जस्तो छ सनसेट हेर्न नपाइएला जस्तो छ केटा हो सनसेट हेर्न जाने हो हामी त सनराइज हेर्न जाने होइन सनराइज त बिहान भन्दै हेर्ने सनसेट बेलुकी हेर्नु पर्ने सिडी सकियो होला अब अझै छ सिडी अझै छ कति रहेछ त नि दिलले छोडेछ भन्न त यार सिडी नै सिडी भयो भने त बेहाल हुन्छ त यार अब कुराम सबलाई कुराम अनि जाउँला बल्ल एकछिन 10 मिनेट जति बस्छु 10-15 मिनेट जति बसेर एपिडेन्ट खोला त आइकुन्टा हाम सिडीहरू उक्लियम सिडी उक्लिएर फ्याँफ्या भइयो अब त्यसपछि चाहिँ यहाँ रातो रिबन यहाँ छ यार एउटा अनि कहाँ हो यता हो कता हो रातो रिबन त्यहाँ फेरि बाटो त्यस्तो होला र रिबन नछोडी जाने भन्दै थियो के त अब के हामी बिसाउनु बसेको थियौँ नि त्यहाँ पुगेर रहेछन् कि एउटा टोली तिनीहरूको पनि ग्रुप त रहेछन् भाइ टन्नै हेर नि त्यहाँ त्यही होला हेर न उता
के बस्दै बस्दै जाँदै जाँदै गरेछ बाटो पनि फेरि एकदम उकालो उकालो होइन बिस्तारै बिस्तारै चल्दैछौँ के अब कति बेला पुगिने थाहै होइन 40% आइयो बल्ल 40 होइन 50% त हिँड्यो होइन यार म्यापमा हेरेको मैले भर्खरै के म्यापमा म्याप चल्यो अफलाइन हो ए जम्मा 40% हेर न त यी कहिले जान्दैन आफै यसरी त अनि कुन जमाना पुग्ने हामी बाटो हराएर बसेको अवस्था केटाहरू दुईजना पछाडि फसिरहेछन् हामी भने यहीँ अब यहीँ खाजा खाने अनि त्यसपछि सोच्ने अब के सोच्ने पलाई छोल्न पठाइदियो अब म्याप हेरेको म्यापले 10 मिनट दिएको छ 10 मिनट कताको 10 मिनट थाहा छैन यो वहाँ माथि गएर खानियो राहत अहिले हामीले यहाँ के मात्र यहाँ चाउचा खानियो अनि कोक पनि दबाइदिउँ चाउचा होइन कोक पनि माथि लगाएर खानियो चाउचा खानियो चाउचा 5 वटा भयो हुन्छ चाउचा 5 वटा एउटा राख त म त कुछ खान्छु यार एउटा जुन राखेन राख माथि मिसाएर खानियो क्या दाल मटरसँग मोटेर अब मोटेर गौरव चाहिँ आउनु बाँकी छ हामी चाहिँ आइयो होइन जस्तो तस्तो कता कता छिरेर आइयो थाहा छैन कि अब झर्दाखेरि त आउन थाहा हुने अरे बाटो त यार यता न यता कता बाटोबाटै जाने झर्दा बाटो बाटो जाने के त्यो झर्दाखेरि त झर्ना अनि झ्याउँछ बाटोबाटै जाने वहाँ अब त्यो वहाँ पुगिसकेपछि चाहिँ बरु सर्टकट लिने कि त्यो है हिजो अघिको बाटो के त्यही गर्नुपर्छ अब केटाहरू सबै नागेर के हुँदैछ नि ल सबै यहाँ खाएको फोहोरहरू सबै टिप्दैछन् डेढ छ है डेढ मिल्क बाटो के उता कराउँदै खाँदा हामी उल्टो हाल्दैछौँ धेरै ए हिउँ हिजोको हिउँ ल सडकै देखियो हिउँ बाटो आइयो हिउँ नै हिउँ छ बाटोमा चाहिँ हामी चाहिँ सर्टकट आएको मोटे अनि गौरव र सन्देश भाइ चाहिँ यो बाटो आउनु लगाउने कि अब कति बेला आउने सुन्दैछ नि किन अब हामी त आइयो तिनीहरू अब माथि पुगिसक्यो कि अब तलै खान कहाँ आउने हिउँ नै हिउँ पऱ्यो यार तर यार उहाँ माथि झन् कति हिउँ होला सोच न यहीँ बाटोमा यत्रो हिउँ छ माथि त झन् बल हिउँ होला यार एक सट हान ल राम्रोसँग हिँड है केटाहरू चिप्लियो भने नराम्रोसँग गुल्टियो तर बिस्तारै हिँड्यो भने त नचिप्लियो त रहेछ कस्तो कराया बजाउने हेर न त्यो केही त्यो क्रन्ची कुरामा के है कसरी एक्सप्रेस गरौँ है यो फिलिङलाई अझ यसमा अझ ठ्याक्कै तप हिउँ छ हिउँ है झन् झरेको भयो है अझै स्नोफल भयो जिउ झरेको भए बवाल हुन्थ्यो नि हजार हिउँ हेर हिमालको भ्यू हेर न हिउँ अलिक कमै हो यार है कम त कम नै हो ल हामीले आर्टिफिसियल स्नोफल हान्दैमा आर्टिफिसियल स्नोफल हाम्रो आर्टिफिसियल स्नोफल हिउँमा स्केटिङ हान्छ नि त्यो एउटा रेड बुलको वालाले है त्यसमा त कस्तो हुन्छ होला त्यो दुईटा उसले प्याडलले है तर हत्तो मान्छे खत्रै हो यार ठाउँबाट है अब सनराइज के अरे सनराइज र सनसेट भइसक्यो अब केटाहरू कोही कता छ नि यार त्यो उस हो क्या त्यो बाइक कुन बाइक रे त्यो पढ के भन्छ यसलाई यामाहाको के त्यो यामाहाको जस्तो सुन्नेको क्या त्यो बाइक कस्तो राम्रो भ्यू आयो यार सही फाइनली आइयो है कर्फु डाँडामा है सही छ यार के अरे
6 4 10 हो त्यहाँ 5 जनै अट्छ त्यहाँ त 5 जनै त्यो ठुलोमा 5 जना अटिन्छ 5 जनै अट्छ ल हामी 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 यहाँ छिरौँ ल हामी केटाहरू ल आउन त आइयो के अरे है खै 5 जना भनेर खै पहिला हेरौँ न अनबक्स आना त ल ओए झुल पनि रहेछ खै यसो पहिला सुरुमा है यसो खै ओके 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 हामी चाहिँ यहाँ टेन्टमा आइसक्यौँ है कपडा सपडा चेन्ज गरेर बसेछ यहाँ माथि तिनवटा तल तिनवटा लगाउँदा पनि जाडो भएछ ठिक्क यहाँ भाइले अब चाडा लगाएको न यहाँ 4-5वटा लगाएको नि नले यार तिनवटा त ज्याकेटै छ यार यिनको त दाजुभाइले यहाँ भक्कु लिएर आनी नले हाम्रो झोलाइ सानो भएर थोरै भन्दा ल्याइएन यस्तो जाडो भएछ चिसो यार त डेन्जर अब हाम्रो चाहिँ यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि अह ल हिउँ हालिदियो है हाम्रो मेरिनेसन सुरु हुँदैछ यहाँ चिकन पनि आइसक्यो बफ पनि आइसक्यो ससेज उता आउँदैछ अनि मर मसला पनि उता छ खाना खाएर है सबै है खाना खाएको चाहिँ भ्लग बनाइएन भोक लागेको थियो ज्याम ज्याम खाइयो सबैले समय यहाँ एउटै टेन्टमा छन् हाम्रै टेन्टमा है न्यानो भएर बस्दैछ हामी सुत्ने यतिकै ल ल ल बाडो 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 ल दिइहाल्ने अब गर यो 15 मिनट पाकिहाल्छ प्लास्टिक दिएन प्लास्टिक ल्याउ त त्यो छोडो त अब प्याकअप गर्ने बेला भयो मासु टन्ने रहेको छ एक घाने है यो चाहिँ अब प्याक गरेर लगायो नि अब मोटेल लगाइन्छ सबै ल हेर त यहाँ छोटा छोटा पानी जमेको है आमा यस्तो चिसोमा बसेछ यार हामी यार हेर त यस्तो चिसोमा बसेछ पानी ठाउँमा यस्तोमा अब यार ल अब चाहिँ सुत्न पर्ने हुन्छ अब जाडो भयो है अब सुत्ने हो अब भोलि बिहान भेट्ने अब ल अब हामी चाहिँ सुत्न लाग्यो है एकदम जाडो छ 11 बज्न लाग्यो अब कपडा लाएर सुत्दिने हो यस्तो चिसो छ अब त्यहाँ देखिसक्नु भयो के अरे होइन मैले देखाइदिइसकेँ त्यहाँ पानी जमेको अब चाहिँ अब सुत्ने हो भोलि बिहान उठ्नुपर्छ फेरि सनराइज हेर्नु पऱ्यो होइन अब चाहिँ भोलि भेट्नु पर्नु ल गुड मर्निङ सबैलाई 5 बजे उठेको बाहिर ट्याङ्कीमा पानी पनि जमेछ नमुक्दैन पाइएछ न के गर्न पाइएछ केटाहरू उठेर फेरि केटाहरू उठिसक्यो नि है उठेर पनि सुत्ने अवस्था आइसक्यो फेरि ला चिसो छ यार बाहिर जमेछ पानी पनि के गर्ने न फुटालेर हुन्छ न के गरेर हुन्छ अब यत्तिकै बस्ने घाम नलाग्ने अब घामले पगाले मात्रै हो अब एक्सपेक्टेसन भर्सेस रियालिटी है यही हो है टिकटकमा भाइरल भएको सबै जम्यो तर भ्यू चाहिँ मक्खन देख्यो कि हेर न भ्यू चाहिँ बवालै छ यार तर जे होस् भ्यूमा चाहिँ नो कम्प्रोमाइज होइन तर यहाँनिर चाहिँ यो रिफ्लेक्सनवाला भिडियो चाहिँ बनाउनु पाइएन कि जमेको भएर भिडियो त बनाएको छ तर यो जमेको भएर यो रिफ्लेक्सन नदेखिने भयो कि हिमालहरूको नत्र बवाल आउँथ्यो यार यो यार लुक एट द भ्यू गाइज क्या दामी छ यार भ्यू यार अब त्यो ताल जस्तोमा त अब खिच्न पाइएन क्या राम्रोसँग होइन त्यो चिसो भएको भएर अब चाहिँ नास्ता खानु पऱ्यो फोटोहरू सबैले खिचिसकेको साथीहरूले होइन नास्ता खाएर अनि त्यसपछि अब जाने हो दानदिन गरेर खाना खानु पऱ्यो त्यसपछि आफ्नो आफ्नो घर लाग्नु पऱ्यो अब ल अब खाजा खाएर निस्किने सबै है अब यहाँ अन्डा छ यहाँ तरकारी भयो यहाँ चिया भयो है सबैले अब खाजा खाने त्यसपछि अब चाहिँ ल अब हामी चाहिँ निस्किनु लाग्यो है सबै भएर अब
तानतिङ जाने, तानतिङ गएर खाना खानु पऱ्यो अनि त्यसपछि अब घर जाने अब आफ्नो रमाइलो भयो। बाई बाई कर्फु डाँडा। जस्ट लुक एट द भ्यू है, खोक्का भ्यू छ नि होइन। यहाँ चाहिँ बाटो चिप्लो छ, 2-3 चोटि चिप्लिसके, लोट्न चाहिँ लोटे छैन, कति बेला लोटिने थाहा छैन। बिस्तारै बिस्तारै जानु पऱ्यो। धन्नै फेरि भने बिस्तारै बिस्तारै झर्नु पऱ्यो के अरे। तानतिङ त अब छिटै पुगिन्छ, ओह्रालो हो। उकालोमा त अब हामीलाई 5 घन्टा लागिहाल्यो। एउटा कुरा त एउटा डाँडा नै हामी उक्लेर झरियो एक्स्ट्रामा, बाटो थाहा नभएर सर्टकट खोज्नाले। त्यो बाइक चाहिँ अरू अब आएकै बाटो जानु पऱ्यो, सर्टकट नै हो, छिटो छिटो हुन्छ। यो नर्मल बाटोमा चाहिँ अब सबै हिउँ नै हिउँ परिसक्यो। त्यो सर्टकट बाटोमा चाहिँ अब हिउँ छैन के अरे, त्यसमा चाहिँ हिँड्न सजिलो हुन्छ। यो बाटो हिउँ बाटो चाहिँ अब टाइम लाउँछ, त्यही भएर बिस्तारै जाँदै जाऊँ के अरे होइन। तर हिमाल चाहिँ कस्तो दामी आएको क्या यार, जे भयो नि यस्तो बवाल छ। अब यहाँ 2जना लम्फूहरू मोटे मान्छेहरू आउँदैछन्। यहाँ आधी घन्टादेखि कुरै छौँ हामी यहीँ। 1 घन्टा भयो होला यार। आधी घन्टादेखि कुरै छौँ हामी। आएको त 1 घन्टा भयो, यिनीहरूलाई लगभग 15 मिनट कुरी होला। अन्त त्यसपछि अझै सिडी झर्नु छ, सिडी झरेर अब खाना खाने, अब बस भेटिनु भइएन, अब चाहिँ जिपमा जाने। अब भिडियो त धेरै भयो जस्तो छ। केटाहरूले ढिलो गरे, 2टा मोटोहरू दाजुभाइहरूले। अब चाहिँ खाना खाने अनि शनिबार आज स्कुटर घरे होला है, आज प्याक हुन्छ। छोड्दै मलाई त्यसपछि अब जानुपर्ने हुन्छ। यी अब 1 घन्टा ढिलो हुने मान्छे यहाँ छ है, यसले गर्दा हामी 1 घन्टा ढिलो भएको। बस पनि भेटाइन्थ्यो होला, अब जिपमा जाने, तल गएर खाना खानु पऱ्यो अनि त्यसपछि अनि जानुपर्ने हुन्छ। ल अब चाहिँ सिडी छ, त्यसपछि सिधै तानतिङ हो। अब चाहिँ तर आइयो है, तानतिङको गाउँ आइयो। यत्रो सिडीहरू हिँडेर पनि आइसक्यो है। केटाहरू बिस्तारै आउँदैछन्, हामी चाहिँ अब पुग्यौँ। अब 3-4जना केटाहरू चाहिँ अगाडि पुगिसकेछन्, तिनीहरू चाहिँ अब गेस्ट हाउसमा बसिसकेछन्। त्यहाँ गएर अब खाना खानु पऱ्यो। अब चाहिँ अनि जानुपर्ने हुन्छ। बस पनि पाइएन, त्यो ब्याग ल्याउँदै यहाँ बस पनि पाइएन, उस पनि पाइएन। अब बाई बाई तानतिङ, बाई बाई कर्फु डाँडा। ल केटाहरू रमाइलो हुँदैछ। ल ल छतमा चढेर जान पाइयो। छतमा थर्ड टाइम चढियो है, रमाइलो हुने यहाँ चढेर। थर्ड टाइम थर्ड रचुरी चढियो 5 वर्ष हुँदाखेरि। ल सुत्दै हेर यहाँ केटाहरू यहाँ सुत्दै। रमाइलो भयो है, रमाइलो भयो केटा हो। कमल र मोटे मिस गरे। अस्ति पनि छता चढेर आउनु कि हिजो के गल्ती गरेछ मजाले सुत्दै आएको छ नि है। यति बेला माइक जोड्नु पर्ने थियो कि मैले बरु यार तल माइक यस्तो उयो बार किद्देला है किद्देला। ल है त यहाँ जहाँबाट चढेको गाडी त्यहीँ आइसक्यो है, सबैहरू झरिसक्यो। भ्लग यति नै होला जस्तो छ, एन्ड गर्नु पर्ला जस्तो छ। अब चाहिँ आफ्नो बाटो लाग्ने हो कि र है, घरतिर लाग्ने। ल यही नै थियो हाम्रो ट्रेकको भिडियो। बाई 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 बाई।